आज दिन्छ भने दियो न, 7 दिन पैसा देला नि, दियो, दिइसक्यो। ल खुसीको खबर, चुनाव नलडिकन नेकपा एमाले काठमाडौँ महानगरपालिकामा मेयर जितेको छ। मेयर जितेको छ। नेकपा एमाले जिन्दाबाद। चुनाव नलडिकन नेकपा एमाले जितेको छ। यसपालिको निर्वाचन नलडिकन जितको सुरुवात भएको छ। सुनिता डङ्गललाई कार्यवाहक मेयरको हार्दिक शुभकामना छ। लुसिफरले राजीनामा दिएको छ। चुनाव नलडिकन नेकपा एमाले जितेको छ। हराइन त एमाले कति हराउँदो रहेछ? 1 वर्ष, 2 वर्ष, 3 वर्ष, 3 वर्षपछि त चुनाव नलडी एमाले जित्दो रहेछ। त्यही भएर चुनाव नलडी एमाले जितेको छ। हार्दिक धन्यवाद छ। हामी विदेशी चलखेल सहँदैनौँ। नेपाललाई भेनेजुएला बनाउने तत्त्वहरूलाई हामी सहँदैनौँ। पर्याय मर्न तयार छौँ। हामीसँगका धेरै साथीहरू दुर्घटना भएर मरेका छन्। अनेक रोग लागेर मरेका छन्। हामीसँगका धेरै साथीहरू दुःख पाएर बसेका छन्। हामीले त अवसर पाएका छौँ, सम्मान पाएका छौँ, जनताको सेवा गर्ने मौका पाएका छौँ, बढियाए मरिसम्म लागेका छौँ। त्यो भएर विदेशीको दासबाट लोसीबाट हामी झुक्ने छैनौँ। हामी लड्नेछौँ, जुझ्नेछौँ, क्रान्ति बचाउनेछौँ, नेकपा एमालेको बहुमत ल्याउनेछौँ, केपी ओलीलाई प्रधानमन्त्री बनाउने छौँ। आजको सन्देश यही हो। मैले अलि लामो बोलेँ। अब अन्तिममा नेकपा एमालेले यो पक्षलाई उम्मेदवार दियो, यो पक्षलाई उम्मेदवार दिएर निर्देशन भ्याइसकेका छन् साथीहरूले। ए साथीहरू ध्यान दिनुहोस् न। नेकपा एमालेको 165वटा निर्वाचन क्षेत्रमा झन्डै 850 मान्छेको सिफारिस भएको थियो। 140 जति टुङ्ग्यायो भने 20-25 टुङ्ग्याउनु बाँकी छ। अब भनेपछि कतिले टिकट पाएनन् त? 700 मान्छेले टिकट पाएनन् नि। प्रक्रिया त्यही थियो। 2टा निर्वाचन क्षेत्र भएका, 2टा वर्षभन्दा बढी निर्वाचन क्षेत्र भएकाबाट क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश हुँदै सिफारिस। एउटा निर्वाचन क्षेत्र भएको जिल्लाबाट जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै सिफारिस। सिफारिस आएका मध्येमा उत्कृष्ट छान्ने हो। एकल नाम आएका अधिकांश ठाउँमा हामीले सोही अनुसार गऱ्यौँ। त्यसो गर्दा 850 मा 700 चान्चुन साथीहरूले टिकट पाएनन्। अब टिकट पाएका जति केपी ओलीका, टिकट नपाएका जति तिम्रा अथवा अरू कसैका। एक मागले जाडो जाँदैन। नेकपा एमालेमा 850 भन्दा बढी प्रतिनिधि सभाको सदस्य हुन लायकका साथीहरू रहेछन् भन्ने कुराको उदाहरण हो यो। जसले टिकट पाए त्यसले जित्छ, जसले पाएन त्यो जिताउन लाग्छ। बागमती प्रदेशको उम्मेदवारहरूले राखेर कमिटमेन्ट गरिसकेको छ। टिकट पाउँदा जितेर आउँछु कमरेड, टिकट पाएन भने जिताएर ल्याउँछु। त्यही हो हाम्रो अभियान। ईश्वर कमरेड टिकट पाउनु भएन। अध्यक्षले डाकी डाकी सोधेको छ। उहाँले म एकपटक उठ्दिनँ भन्नु हो। 5 नम्बर उठ्नुहोस्, ओखलढुङ्गा जानुहोस् भनिएको छ। गोकुलजीलाई सोधिएको छ। सुरेन्द्र पाण्डे कमरेडलाई सोधिएको छ। जो साथीहरूले टिकट पाउनु भएको छैन, टिकट दिनुपर्छ भन्ने लागेका सबै साथीहरूले सोधिएको छ। त्यही भएर बाहिर हल्ला गरे जस्तो केही पनि छैन। नेकपा एमालेमा अन्तर्विरोध चर्काएर धाँजो फाटेर धाँजोभित्र ठेउको ठोकेर एमाले कमजोर बनाउन सकिन्छ, फुटाउन सकिन्छ भन्ने खेल सकियो। सक्यो त्यो खेल। 11औं महाधिवेशनबाट एक ढिक्का एमाले बनाएर हामी आइसक्यौँ। अब एमाले कसैले टुटाउन सक्दैन, कसैले फुटाउन सक्दैन। सबैलाई तलाउने पार्टी नेकपा एमाले हो। विदेशी दलालहरूलाई तिमीहरूलाई हराउने पार्टी नेकपा एमाले हो। काङ्ग्रेस विभाजन हुँदा बहुमत ल्याउने पार्टी नेकपा एमाले हो। हामी अब बहुमत ल्याउने कुराको आधार सुनिश्चित भएको छ। जुझारु र प्रतिरोधी ढङ्गले त्यो आधारलाई हामी बचाउँछौँ, केपी ओलीलाई प्रधानमन्त्री बनाउँछौँ। अनि बहुमत ल्याउने आधार भएपछि किन दुखी बात भन्नुहुन्छ साथीहरू? हाम्रो भनाइ के हो भने स्टेज राम्रो छ, नाट्य कलाकारको बिचमा प्रतिस्पर्धा होला, नृत्य प्रतियोगिता होला, तर यो स्टेजै भत्केर यहाँ कसैले आगो लगाइदियो भने अर्को कलाकारले नाच्न पाएन भने खुसी बनाउनुको अर्थ छैन। लोकतन्त्र सङ्कटमा छ, संविधान सङ्कटमा छ, विधिको शासन सङ्कटमा छ, प्राप्त उपलब्धि सङ्कटमा छ, वैदेशिक हस्ती बढेको छ। त्यही भएर काङ्ग्रेसको विभाजनमा हामी दुखी छौँ। यो हाम्रो मानवीयता हो। त्यही भएर काङ्ग्रेससँग सहकार्य गर्ने मात्र होइन, काङ्ग्रेसलाई साथमा साथ, हातमा हात लिएर काङ्ग्रेसका हक अधिकारको निमित्त पूर्ण रूपले समर्थन गर्ने ठाउँमा नेकपा एमाले छ र हामी गर्छौँ। भेनेजुएलाको राष्ट्रपतिलाई किन बोल्न पर्यो? एमालेमा चासो चाहियो भन्दो रहेछ एउटा।
हामी विश्व भाइचाराको पक्षमा छौँ, हामी विश्व शान्तिको पक्षमा छौँ, हामी संयुक्त राष्ट्रसङ्घका महासन्धिहरू पक्षधर छौँ। त्यही भएर एउटा उबेला हामी सुन्थ्यौँ, चौकीको इन्सपेक्टरले अलिकति गुन्डागर्दी गर्ने मान्छेलाई समाउँछ र लागु औषध हालेर मुद्दा लगाउँछ भन्थ्यौँ। आफू सुपर पावर भएँ भनेर कुनै सार्वभौम देशको राष्ट्रपतिलाई अपहरण शैलीमा लिएर गएर लागु औषधि झुन्डाएर लागु औषधिको मुद्दा हाल्न पाइँदैन। खबरदार, सावधान, यसको विरोध गर्छौँ हामी। यति कुरा नि बोल्न नसक्ने लुसिफरहरू, तिमीले हाम्रो राष्ट्रियता जोगाउँछौ? नाकाबन्दी लायो भन्न नसक्ने लुसिफरहरू राष्ट्रियता जोगाउँछौ? लुकी लुकी 5 स्टार होटलमा गएर यो देश चाहिँ तिमीलाई सुम्पिन्छु मलाई प्रधानमन्त्री भनेर हस्ताक्षर गर्नेहरूले यो देश जोगाउँछौ? त्यही भएर तिमीहरूलाई त यो चुनावबाट हराउने मात्र होइन, तिमीलाई त देशबाट लहट्ने हो। यो चुनावको अभियान यही हो। मैले यति नै कुरा तपाईँहरू सामु राखेँ। तपाईँहरू सबै आइदिनु भयो, सबैलाई धन्यवाद छ, सबै नेताहरूलाई धन्यवाद। मैले लामो किन बोले भने हाम्रा पार्टीका सदस्य अध्यक्ष केपी ओली टिकटमा सिग्नेचर गर्नेदेखि सबै प्रक्रिया मिलाउनको निमित्त शीर्ष नेताहरूसहित गुन्डुमा बस्नु भएको कारणले मैले बोल्नु पर्ने तैँले नै बोल भन्नुभयो, त्यही भएर मैले बोलेँ। पत्रकार साथीहरू माफ गर्नु होला, कहिलेकाहीँ यस्तो हुँदो रहेछ। हिजोको हाम्रो सचिवालयको बैठकले टिकटको धेरै प्रक्रिया टुङ्गाउनु पर्ने भएको हुनाले अलिकति भयो। त्यही भएर मैले आजको मेरो बोलीमा आधा मेरो बोली छ, आधा चाहिँ केपी ओली गौँडको बोली छ। हस्त, धन्यवाद, अभिवादन।